महोदय, के हो त समृद्धि, को हुन् त युवा। राष्ट्रिय युवा नीति 2072 को परिभाषा अनुसार युवा भनेको 16 वर्षदेखि 40 वर्षको उमेर समूहलाई जनाउँछ। तर युवा भनेको उमेरले मात्र हुने कुरा पटक्कै होइन। युवा भनेको जोश, जागर र सोचले निर्धारण गर्ने कुरा हो। एउटा 60 वर्षको व्यक्तिमा 16 वर्षको जस्तै जोश, जागर र जो होस छ भने ऊ युवा कहलाउँछ। यसै गरी युवा भनेको गतिशीलता हो, देशको मेरुदण्ड हो, परिवर्तनको संवाहक अनि सक्रिय जनसंख्याको एक अंश हो। युवा नै त्यस्तो शक्ति हो जो डटेर अघि बढ्दछ, एक दुई पटक लडे पनि उठेर अघि बढ्दछ। यसै गरी समृद्धि भनेको धनी वा सम्पन्न हुनेको अवस्था हो। एक राष्ट्र सम्पन्न तब हुन्छ जब त्यहाँ भौतिक पूर्वाधारको विकास हुन्छ, सुशासन र विधिको शासन हुन्छ, आर्थिक सुदृढीकरण हुन्छ अनि प्रत्येक व्यक्ति सम्पन्न हुन्छ। आज नेपालको अवस्थामा हेर्ने हो भने नेपाली युवाहरू नेपाललाई फलानो देशसँग तुलना गरेर नेपालमा समृद्धि हुन सकेन, नेपाल समृद्ध हुन सकेन भनेर सरापिरहेको म देख्दछु। त महोदय, म भन्दछु सुन्नुहोस्, विकास र समृद्धि भनेको समय, देशकाल, परिस्थिति अनुसार फरक हुन सक्छ। होला नेपालले फलानु देशको तुलनामा विकासको गति लिन सकेन होला। तर अब के गर्ने त? तपाईसँग दुईटा मात्र उपाय छ। 1, पुरपुरोमा हात राखी विगतलाई सरापेर बस्नु। 2, भविष्यलाई राम्रो बनाउनको लागि आजै वर्तमानदेखि काममा लागि पर्नु। र अगाडिको उपायमा म कुनै औचित्य देख्दिन। त्यसैले अब समृद्ध नेपालको लागि युवाको भूमिका के रहेको छ? नेपाल समृद्ध नभएकै होइन। तुलनात्मक रूपमा हेर्ने हो भने राणा कालमा जम्मा 2% मात्र व्यक्ति साक्षर थिए। पञ्चायत कालसम्म आइपुग्दा यो दर बढेर 40% मा पुग्यो र आज 2078 को जनगणना अनुसार नेपालको साक्षरता दर 76.3% रहेको छ। यसबाट पुष्टि हुन्छ कि नेपाली जनताहरू साक्षर हुँदैछन्। अच्छा, यातायातको क्षेत्रमा हेर्ने हो भने नेपालमा पहिलो पल्ट मोटर गाडी मानिसहरूको काँधमा राखेर भित्रियो। तर आज हेर्ने हो भने प्रत्येक 77वटै जिल्लाको सदरमुकाम सडक सञ्जालमा आएको छ। नेपालको सडकको कुल लम्बाइ 36,000 किलोमिटर रहेको छ। यसको अतिरिक्त फास्ट ट्र्याक, सुरुङ मार्ग र विमानस्थलहरू समेत बनिसकेको छ। होला भ्रष्टाचार, व्यक्तिगत स्वार्थ र अन्य विभिन्न कारणले नेपालको विकास तीव्र गतिमा हुन सकेन। तर अब यसमा युवाको भूमिका के त? अब समृद्ध नेपालको लागि युवाको भूमिका के? 1, निराशावादी बन्न छोडी अब आशावादी बन्नुपर्छ। किनकि द पावर अफ पोजिटिभ थिङ्किङ का लेखकले भनेका छन्, चेन्ज योर थट देन यु विल चेन्ज द वर्ल्ड। अर्थात् तपाईको सोच परिवर्तन गर्नुहोस्, तपाई संसार परिवर्तन गर्न सक्नुहुन्छ। त्यसैले अब देशमा रहेको 5 जल, जमिन, जनसंख्या, जडीबुटी अनि जंगलको प्रयोग गरी उद्यमी बन्नुपर्छ र देशको अर्थतन्त्र बलियो बनाउनुपर्छ। वैदेशिक रोजगारीमा जानुभएका युवाहरू, तपाई कमाउनुहोस्, रमाउनुहोस्, जिन्दगी जिउनुहोस्, तर फर्केर नेपाल आउनु अनि तपाईको सिप, शिक्षा र अनुभव यहाँ लगानी गर्नु, किनकि नेपाल आमालाई तपाईको खाँचो छ। यसको अतिरिक्त अब हुन गइरहेको चुनावमा सक्षम, इमानदार र योग्य जनप्रतिनिधि छान्नुपर्छ र चुनिएका जनप्रतिनिधिले आफ्नो कार्यकालमा भनिएको काम गरेन वा अनैतिक गतिविधिमा संलग्न भयो भने अर्को पाली त्यस्तो प्रतिनिधिलाई चुन्नु हुँदैन। निष्पक्ष र सक्षम न्यायपालिका बनाउनको लागि प्रत्येक युवा लड्नुपर्छ अनि नातावाद, कृपावाद र भ्रष्टाचार जस्ता कुराहरूको खुलेर विरोध गर्नुपर्दछ।